नमस्कार दर्शक साथीहरू, ग्रह ज्ञानका कुराहरू लिएर म तपाईहरु नजिक आइपुगिसकेको छु। ज्ञान नै अन्तिम सत्य हो। हामीले आफ्नो मस्तिष्कमा जस्तो ज्ञान बोक्दछौं त्यसै अनुसार अरूले तपाईहरुलाई चिनिरहेको हुन्छ। अनि तपाईको मस्तिष्कमा जे जति ज्ञान रहेको हुन्छ त्यही ज्ञान नै तपाईले अन्य मानव समाजलाई बाँडिरहेको हुनुहुन्छ। त्यसै अनुसार मैले पनि धेरै अगाडिदेखि ज्योतिष ज्ञान अध्ययनमा बिताएको समयद्वारा प्राप्त गरेको अनुभवलाई म तपाईहरुमाझ पुर्याउने प्रयास गरिरहेको छु। आकाशमा ग्रहहरू कस्तो अवस्थामा हुन्छन् र वर्तमान समयमा ग्रहहरूले हामीलाई शुभ अशुभ समय कसरी निर्माण गरिरहेको हुन्छ र के कति कारणले यिनीहरू हाम्रो लागि शुभ र अशुभ हुन्छन्, शुभ अवस्थाको ग्रहले हामीलाई के फाइदा पुर्याएको हुन्छ र अशुभ अवस्थाको ग्रहले कस्तो नोक्सान गर्न सक्छ, आज यिनै विषयमा म यस भिडियोमा चर्चा गर्नेछु। आउनुस् आजको भिडियोतिर अघि बढौं। दर्शक साथीहरू, 2082 सालको आगमन समयकालदेखि नै केही मन्द गतिका ग्रहहरूले आकाशमा राशि स्थान बदल्दै आइरहेका छन्, जसको कारण हामी मध्ये कसैलाई शुभ हुन गइरहेको हुन सक्छ र कसैलाई अशुभ। मन्द गतिका ग्रहहरू मध्ये शनि ग्रहले चैत्र 16 गते स्थान बदल्दै कुम्भ राशिबाट मीन राशिमा गएको छ भने बृहस्पतिले जेठ 1 गतेबाट वृष राशिबाट मिथुन राशिमा गएको छ र राहु केतुले जेठ 6 गते मध्यरातमा स्थान बदल्दै राहु मीनबाट कुम्भ र केतु कन्याबाट सिंह राशिमा जाँदैछ। ज्योतिष ज्ञानमा यी 4 ग्रहहरूको अरु हेरी धेरै महत्व हुने हुन्छ, किनकि यिनीहरूलाई एक स्थानदेखि अर्को स्थानसम्म पुग्न वर्षौं समय लाग्ने हुन्छ। बृहस्पतिलाई एक राशिबाट अर्को राशिमा पुग्नलाई लगभग 12 महिना लाग्दछ भने राहु र केतुलाई 18 महिना लाग्दछ र शनि ग्रहलाई 30 महिना लाग्दछ। त्यसैले यिनीहरूको उपस्थित स्थान हाम्रो लागि सोधी खोजीको विषय बनिरहेको हुन्छ। यिनको वर्तमान उपस्थित स्थान हाम्रो लागि शुभ रहेको भएमा त ठिकै छ, तर अशुभ रहेमा लामो समयसम्म दूषित समय भोग्न हामी बाध्य रहनुपर्ने हुन्छ। वर्तमान समय अनुसार शनि, बृहस्पति, राहु, केतु ग्रह कुन लग्न राशिलाई शुभ र कुन लग्न राशिलाई अशुभ रहँदैछ, आउनुस् यो चित्रलाई हेरेर बुझौं। जब आकाशमा ग्रह शुभ तथा अशुभ अवस्थामा हुन आइपुग्दछन् तब त्यसको प्रभाव समग्र पृथ्वीमाथि नै परिरहेको हुन्छ। त्यसैले पृथ्वी र पृथ्वीमा रहेका संरचनामा बदलाव देखा परिरहेको हुन्छ। जीव मध्येको चेतनशील प्राणी भनिने हामी मानिस जतिसुकै शिक्षित र ज्ञानी भए तापनि आकाशमा दूषित बनिरहेको ग्रहको प्रभावदेखि जोगिन सक्दैनौं भने त्यसैगरी शुभ हुन आइपुगेको ग्रहको प्रभावले हामीलाई निसन्देह खुशी र सुखी तुल्याइरहेको हुन्छ। पृथ्वीमा जन्म लिएको शरीरको मस्तिष्कलाई आफ्नो जन्म समय अनुसार भिन्नै ग्रहहरूको वरदान प्राप्त हुन्छ भनेर बुझ्नु पर्दछ। आकाशमा ग्रहहरूको शुभ र अशुभ अवस्थालाई बुझ्न सामान्यतः हामीले ग्रहको वर्तमान गति स्थानलाई हेरेर बुझे तापनि अन्य अवस्थामा पनि ग्रहहरू शुभ र अशुभ बनिरहेका हुन्छन्। जस्तै शुभ र अशुभ ग्रहहरू एकै स्थानगत भेला हुन आइपुग्नु या एकले अर्कालाई पूर्ण रूपमा हेर्नु या अशुभ ग्रहको हेराइ अगाडि शुभ ग्रह आइपुग्नु। ग्रहहरूको यस्तो अवस्थाले समयलाई दूषित बनाइरहेको हुन्छ भने शुभ ग्रहहरूको मिलन र हेराइले शुभ समय निर्माण भइरहेको हुन्छ। उदाहरणको लागि मार्च 28 चैत्र 15 गतेको समयलाई म यसरी वृत्त चित्र बनाएर देखाउँदैछु। यसलाई हेर्नुस् है त। आजलाई यो समय अवस्था विगत तथा पुरानो भइसक्यो, तर त्यस ताकाको समयमा मैले अग्रगामी समयको अध्ययन गर्दा ग्रहहरूको यस्तो अवस्थालाई हेरेर म त्यतिखेर धेरै चिन्तित भएको थिएँ। आजलाई यो समय अवस्था विगत तथा पुरानो भइसक्यो, तर त्यस ताकाको समयमा मैले अग्रगामी समयको अध्ययन गर्दा ग्रहहरूको यस्तो अवस्थालाई हेरेर म त्यतिखेर धेरै चिन्तित भएको थिएँ। त्यसैले मैले त्यस समयमा ग्रहहरूको अवस्थाको आधारमा अग्रगामी जनचेतनाको लागि भिडियो निर्माण गरी सामाजिक सञ्जालमा पोस्ट गरेको थिएँ। प्राय सबै विद्वान ज्योतिषहरूले चैत्र 16 मार्च 29 को दिन शनि ग्रहले स्थान परिवर्तन गर्ने समयलाई दूषित अवस्था हुन सक्ने अड्कल गर्नुभएको थियो।
तर मैले भने अघिल्लो दिन चैत्र 15 गते मार्च 28 नै महाकाल बनेको देखिरहेको थिएँ। त्यसैले म अरू हेरी आफूलाई फरक ठान्दछु र भन्दछु वर्तमान समयमा घट्ने घटना र विपत्तिजन्य समयको अवस्थालाई बुझ्न पुरानो बितेको घटनाको समयलाई सम्झिएर या किताबमा लेखिएको शब्द कथा इत्यादिलाई बुझेर हुँदैन। वर्तमान समयमा ठूला घटना घट्नलाई आकाशमा ग्रहहरूको अवस्थालाई राम्ररी बुझ्नु पर्दछ। तर सानातिना सामान्य घटना र मानिसको मस्तिष्कलाई विचलित तुल्याउन सक्ने समय भने आकाशमा ग्रहहरूको सामान्य दूषित अवस्थाले नै निरन्तर निर्माण गरिरहेको हुन्छ। अब कुन ग्रहको कारणले के कस्तो अशुभ घटना घट्न सक्छ भनेर तपाईहरूलाई बुझाउन मैले प्राप्त गरेको ज्ञानको आधारमा केही उदाहरणहरू दिँदैछु। जब आकाशमा मंगल ग्रह शुभ अवस्थामा हुन्छ, यता पृथ्वीमा हामी मानिस अत्याधिक साहसी र मंगलकारी बनिरहेका हुन्छौं। आकाशमा मंगल ग्रह शुभ अवस्थामा रहँदा लडाई झगडा, नाराबाजी, हुलदंगा, शत्रुमाथि विजय प्राप्ति, खेलकुद इत्यादि जन्य विषयमा विजय प्राप्त गरिरहेका हुन्छौं। तर त्यही मंगल आकाशमा दूषित हुँदा यता हामी भने भदौमा आँखा फुटेको गोरुले आफ्नो अगाडि सधैँ हरियो देख्छ भने चाहिँ निरन्तर बलजप्तीमा अग्रसर रहिरहेको हुन्छौं। तर समय भने सधैँ एकनाश हुँदैन। यता समयले भने आफ्नो अन्धो परिणामको नतिजा दुःख तथा कालजन्य असफलतामा बदलाएर दिइरहेको हुन्छ। त्यसैले जसलाई बल, अहंकार, घमण्ड र शत्रुमाथि विजय प्राप्त गर्नु छ, उसले आकाशमा मंगल ग्रह कस्तो अवस्थामा छ यो बुझ्न अनिवार्य हुन्छ। मंगल ग्रह बृहस्पति र सूर्यसँग शुभ अवस्थामा रहँदा अति शुभ बलवान अवस्थामा हुन्छ। यस्तो समयकालमा मंगलजन्य गरेको कार्यको परिणाम पनि शुभ फलदायी हुने हुन्छ। राहु र शनिसँग मंगलको युक्ति अशुभ अवस्थामा हुन्छ। यस्तो समयमा मंगल अरूद्वारा उक्सिएर धारिलो हतियार चाहिँ बनिरहेको हुन्छ। मानव मंगल घटना घटाउन मालिकको आदेशको प्रतीक्षामा रहेको अवस्थामा जस्तै हुन्छ। मंगलको नीच अवस्थाको समयमा नै कतिपय मानिसले अकाल मृत्युको सामना गर्नु परेको हुन्छ। राहुले मंगललाई उपद्रवजन्य कार्यमा उक्साउने हुनाले यस्तै समयलाई साइत बनाएर चतुरहरूले दुश्मनको हत्या तथा दुश्मनमाथि विजय प्राप्त गर्न रहस्यमय घटनाको जाल बुनिरहेका हुन्छन्। राहुको चलाक बुद्धि र मंगलको अन्धो बलकै कारण यस्तो समयमा समाजमा आश्चर्यजनक घटना घटाउने समय बनिरहेको हुन्छ। अनि शनि र मंगलको योगले भने घटनालाई लामो समय अवधि र भयंकर रूप दिने हुन्छ। प्राकृतिक विपत्तिजन्य घटना पनि घट्न सक्छ यस्तो समयमा। केतु, चन्द्र, बुध र शुक्रसँगको युक्तिमा भने मंगलले आफूलाई निष्क्रिय बनाइरहेको हुन्छ। आफ्नो रूप प्रकट गर्न नपाएर भोकाएको बाघ चाहिँ छटपटाएको अवस्थामा हुन्छ मंगल। बुद्धिको अगाडि बलको के काम भने चाहिँ शान्त र सोच विचारको अगाडि उभिन आइपुगेको मंगलको बल सेलाएर निधाए चाहिँ हुन्छ। अहिले आकाशमा मंगल जनवरी 19 देखि कर्कट राशिमा नीच अवस्थामा छ। कतिपयको समय खराब अवस्थामा बितिरहेको हुन सक्छ, तर पनि पीर नगर्नुस्। जुन 6 को दिनपछि आकाशमा मंगल सिंह राशिमा जानसाथ तपाईहरूको समय बदलिएर शुभ हुन थाल्नेछ। पृथ्वीको भूगोलमा प्राकृतिक विपत्ति होस् या मानिसको मनलाई असन्तुलित राख्न दुवै प्रकारको घटना घटाउनलाई समय सायद भने चन्द्रमाले नै निर्माण गरिरहेको हुन्छ। अन्य ग्रहहरूको आपसी तामझामले विस्फोटक रूप लिन चन्द्रमाको समय सायदलाई प्रतीक्षा गरिरहेको हुन्छ। जब चन्द्र दूषित हुन पुग्छ, यता समयले घटनालाई जन्म दिइहाल्छ। यसरी ग्रहहरूले समय समयमा अशुभ घटना घटाइरहेको हुन्छन्। मेरो यो भनाइहरू मेरो काल्पनिक होइनन्। अरूले जस्तै फलाना ग्रह फलाना ठाउँमा गयो, राति सुतेर उठ्दा करोडपति हुन्छन्, पूर्व सिरानी बनाएर सुत्नु, निन्द्रामा पानी देखे विपनामा समुद्र पारीको यात्रा हुन्छ भन्ने उखान टुक्के ज्योतिष होइन म। विगतमा घटेका कतिपय घटना समयमा ग्रहहरू कस्तो अवस्थामा थिए भनेर अध्ययन र स्टडी गरेर वर्तमान समयसम्म ग्रहहरूको अवस्थाले कसरी घटना घटाउँदो रहेछ भनेर निरन्तर समयलाई बुझिरहने प्रयासले प्राप्त गरेको ज्ञानको आधारमा मैले बोलेको हुँ। दर्शक साथीहरू, हस्त दर्शक साथीहरू, आगामी समयमा फेरि पनि अन्य ज्ञानको कुरा लिएर आउनेछु भन्दै आजलाई यतिमै सीमित रहन्छु। तपाईको समय शुभ रहोस्। धन्यवाद।